सिकारे डन 45 वर्ष भए बिहा गर्छु भनेको कसैले पनि पत्याउन्न। तेरीमा बल्ल तेरो बुद्धि फिरेछ। मलाई चाहिँ यो भैँसी र चाहिँ बाख्रा जोगाउनु कम गाह्रो थियो। फुत्कियो कि गोठातिर, फुत्कियो कि गोठातिर। तेरीमा बुझिया अस्तिमा गाउँमा बाख्रो बिहाको ठ्याक्कै यसको अनुहारको तेरीमा। अब त्यहाँ जेठाडनको चाहिँ बहिनी छ भने सुनेको थिएँ मैले। अब त्यसैसँग तँलाई त बिहा गराइदिनु पर्यो, नत्र यसो बिहा गराएन भने यसले गाउँका कुकुर बिराला सबै भ्याउने भयो यसलाई। तँलाई अब त्यही केटी खोज्नु पर्ने पर्छ। अल्छिडिन यही गरौँ क्या। अझै धेरै सुकाएर चाहिँ कपडा पनि खानदानी रहेछन् कि होइन है। ओहो नमस्कार जेठाडन। ओहो नमस्कार सिकारीडोन। अनि के कति कामले पाल्नु भयो त नि सिकारीडोन। अनि यो 2 फिटको मान्छे को हो फेरि? के कति कामले हुने नि। अब जेठाडनको चाहिँ बहिनीको पनि बिहा नभएको भन्ने कुरो सुनेको थिएँ मैले। बहिनी छिन्रे, त्यही भएर अब हामी पनि साथी साथी परियो। त्यसैले चाहिँ यसो साइनो गाछौँ कि हामी भनेर आएको नि। बसम होइन के हो हजुरलाई यसो चोट पर्दा लाङ त लागेन नि? ठिक छ, एकदम ठिक छ। अब बहिनी ल बहिनी अप्सरा बाहिर आउ त। देऊ त कति छ मेरो बहिनी। चट चट कोकलाई फिगर भयो कि अहिले अनुहार त्यो के भन्छ घुम्टो हटायो भने त तिमीहरू दुईजना त डङलङ ढल्छ उसको सुन्दर देखेर। सुन्दर देखेर बस बहिनी यहाँ हेर बहिनी तिमीलाई त रुखो टुप्पा लगेर पाल्छ अरे। यस्तो भन्ने मान्छेलाई यसो एकचोटि बिहा होला नहोला अनुहार देखाइदेऊ त। यसो घुम्ट हटाएर ल ल ल हेर अप्सराका ओ हेर स्वर्ग अप्सर। आजा 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 के हो यस्तो के भयो? त्यो जुरो बाँधिदेऊ त छिट्ल्याउ त छिटो। भाइ के छ विचार? यिनी केटी हुन्छ 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 भाइ, जाडो कटाउनलाई जाडो कटाउनलाई। ल